दामी हो अहिले कहाँबाट राख्यो उयो खिराइदियो लुकी के पनि लिएर आयो समुद्र कम्ती म सबैजना मेरो युट्युब फ्यामिलीलाई आई होप तपाईँ सबैजना ठिकै हुनुहुन्छ होला म पनि एकदमै ठिकै छु र आज म के गर्दै जान्छु भनेदेखि चाहिँ आज चाहिँ दुईजना खेतला पनि बनिरहेछ तर दुईजना खेतलामा चाहिँ एकजना चाहिँ आउँछ कि आउँदैन आज फिक्स छैन है डुपिन्चो नियम चाहिँ आउँछ होइन अन्त यहाँनिर यहाँ पर चाहिँ म खर्सानीको भारी बनाउनु पर्ने छ अन्त हेर्नुहोस् है एकदमै जङ्गल छ अन्त 3-2 डोको जस्तो चाहिँ बिहानसम्मलाई मैले उयो के भन्छ मल चाहिँ ओछ्यान लगाएँ होइन अझै त्यो पुग्दैन डल्लै यहाँ फारेर अझै उयो गर्नुपर्छ उखाल्दा वर्दा त पुरा टाइम लाग्नेछ अन्त फाट्दै जाने हो अन्त यहाँनिर सेनापतिहरू झर्दैछ हाम्रो यो सेनापतिहरूको काम छैन दाम छैन कहाँ गएको कहाँ जानुभएको कहाँ जानुभएको उसको नाम चाहिँ किङचुम छिटो छिटो अब जानुपर्छ ढिलो भयो अर्को यहाँ डन यहाँ छ यहाँ हाम्रो बतक सापहरू चाहिँ बाहिर छोडिरहेछ अनि कुखुराहरू जातिरहेछ सबै थुनिरहेछ अब मेरो हँसिया पो कहाँ छ नि नारायण 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 यहाँनिर एकदमै गजाङ छ है साथीहरू थुनमाइन उप्स हँसियाहरू देखेर तर्सेर मर्ने रहेछ नि हौ यो सबै लक्क पारिराखेको थियो त्यहाँसम्मले चलाइसो कुन चाहिँ लक्का छ कि अब गरौँ है ल टाटा बाई बाई तब टाटा बाई बाई टाटा बा टाटा मामा टाटामा गो 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 टाटा तब टाटा मामा टाटा बा तब टाटा दु टाटा नगर्ने अरे हो गएहरूको चाहिँ आफै हिँड्ने रे हो आफै सुमरे सुमरेमा अरे तँ सर राम्रै छ त ए पेज यहाँ बुट छ होला बुट ठुकै गयो अब हुन पनि म पनि म त पन्जा ल्याउनु पर्छ अस्ति मैले विना सफा गर्दाखेरि चाहिँ यो पन्जा नलगाएर चाहिँ मेरो एकदमै ठुलो गल्ती भएछ हातमा चोटै चोट भएर चाहिँ हेरि नसक्नु यस्तो देख्दैछ कि छैन आई डोन्ट नो है यो चच्च सबै काटिरहेको मासले काटिरहेछ कि तर यो ग्लभ्स चाहिँ पुरा चिसो थियो कि त्यही भएर सिकसिक लागेर चाहिँ मजा लगाएन होइन अन्त अब आज चाहिँ सुक्यो घामले गर्दाखेरि भर्खर गएको सबै किन्छु पनि हाल्ने यहाँ पाकै त्यो मकै भएर एकैछिन मेरो खेतला खोइ यता आउँ पनि अब हाई गरिदिनु न हौ छिटो गम्री हामीले पनि नदेखाइकन यता चाहिँ राप्गे आमा फेरि यङहरू छ है यहाँनिर फेरि झुकिन्छ होला हौ यस्तो राम्री रहेछ ए अब फाट्दै यहाँसम्म पुगिसकेको छ सो साथीहरू हामी चाहिँ अब यहाँनिर यस्तो यहाँ खनिसकेको छ अब अलिकति रहेको छ सक्नु आँटेछ म चाहिँ फाडिसकेर मल ओसारेर छरिसकेर अब चाहिँ म पनि खन्नु थाल्दैछु है अब सक्नु आँटेछ यो सक्यो पनि नो टेन्सन ऊ आउनु नि आउँको बिचारी ऊ बताकाइछ है पानी पनि पर्नु ऊ ठुलो खेतला एउटा पनि आएको छ भैदार साहब आउँदैछ हे पानी पर्छ ल
पप्पी 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 सुन्दरी हो ए सुन्दरिया सुन्दरिया सुन्दरी अब चाहिँ हामी अलिक बिसाइरहेको छ अब अलमोस्ट सक्न आँटेको छ देखो कस्तो दामी देख्दैछ अघि बिहान चाहिँ हरियो ल्याम्मै परेको अहिले कस्तो चिटिक्कै देख्यो सो गाइस अब चाहिँ हाम्रो यहाँनिर खाजा खानेवाला चाहिँ हाम्रो खाजा चाहिँ के हो भन्दा चाहिँ फेभरेट होला यो झलमुरी यता नियमले पनि मन पराउँछ यता पनि मन पराउँछ है आज चाहिँ यता दुईजना नियम पो परेर त्यहाँसम्म पनि खाजा खाने बेला चाहिँ टक्कै आइपुगेको रे मोमो टाइमिङ चाहिँ टक्कै मिलेको तरबुज अझै स्टाइल छ खाने भन्छ नि मजा छ पर तरबुजको सब्जी पाक्दैछ अन्त उसलाई चाहिँ खानासाना दिएर चाहिँ फेरि म चाहिँ बारीमा जानुपर्छ अब हाम्रो खन्नु चाहिँ सकिसकेको छ अन्त अब रोप्नु चाहिँ अब अलिकति फेरि मल अलिक चाहिन्छ मल चाहिँ अब पनि ठिकै आइपुग्यो कि उसलाई हालिरहेको छु अघि पनि उसालेको कि त्यो चाहिँ छरेर हो अब चाहिँ रोप्दाखेरि पनि चाहिन्छ कि त्यही भएर चाहिँ अन्त आउनु हाम्रो रपकी आमा चाहिँ ऊ माथि फेरि मेरो खर्सानी गोड्नु गयो यो चाहिँ के को सब्जी भन्दा चाहिँ इस्कुसको मुन्टाको सुप बनाइदिएको सादा भएर घिउ लगाइकन अन्त अब उसलाई चाहिँ यो खुवाइकन जान्छु र म चाहिँ नानीलाई खानासाना खुवाएर चाहिँ अब फेरि बोजूलाई जिम्मा दिनु आँटेको है भाइ घुमादे भाम ल मम्मा छोरा लस यिनी त मम्मा पनि खाइहाल्यो त घुमाले माथि काम गर्दैछु छु यहाँ दुछ यहाँ चाहिँ कसरी रोप्दै रहेछ हाम्रो तरबुज मम्मीले रोप्दै रहेछ यहाँ माथि चाहिँ मोल छर्दै रहेछ हाम्रो यहाँ माइलीले चाहिँ यहाँ हाम्रो हामी यहाँको पनि हाम्रो घरमा मम्मी पनि शङ्करको धुलो शङ्करको धुलो लाजुबो yang bosalong kosonggal bibole शङ्कर का नम्बर टोङमा बुझ्ने टेन्सन फेरि एउटा काम निक्लिरहेको रहेछ ग्रिन हाउस उकेर चाहिँ अन्त कहिले गुण भइसकेछ नि होइन त्यो च्यादो हो त्यो काल्छ अन्त राम्रै थियो दोलिङमा अन्त सुमुदिमा दोलीमा न अन्त लायो नन्छ मलिबाट लायो हिँड्यो थिएन सुरङ नै लामियो सुरङ त नबुझी कस्तो दामी हो अभी त हुन्छ मामा होला दाइ ग्रिन हाउस त दमलु न त बात ल्या प्र्याक्टिस गराउनु पर्ने छ नि यहाँ चाहिँ अमुन्या आउँको त खिच्नु पर्यो ल होला बिहान गाडीमा पठाइदिए भन्नु घरमा पनि केटाकेटी एउटै छैन नि यो सङ्काली नपुगेर ल्याउनु गएका रे तरबुज मम्मी जाँदैछ घरमा ल्याउँ खै गयो सिडीमा माथि चढ्दै चढ्दै गयो इन्टरनेट यस्तै राख्छ अलि वापस छेद गर्दै हुन्छ सम्झेन माथि ग्रिनहाउस बनाउने अरे ला उङ त एक मन नै बढिरहेछ उङ्ला रहेछ माथि चढिजान हल्का पर चढ्नु माया
अरे आइसा त त्यति आइसा Excuse me. Tante cho nhà thằng Kali mà theo nông. खास आनम उते बजारै चाहिँ बुढो अलिक चाहिँ उहाँलाई फलो गरिदिनुहोस् यहाँ के पुग्छ लक्ष्मी गुरुङ छ उहाँको फेसबुक पेज चाहिँ उहाँको चाहिँ 100K पुऱ्याउने भन्ने भन्दैथ्यो थाप्न मेच बुडुलो र उता कति छ देउरा खासको मैले कहाँबाट राखे उयो खिराइ त्यो यो चाहिँ म अब दुपिन्चो न्याउलाई दिन लागि बगललाई चढाउन लागि आज मेरो खेतलाहरूलाई गिफ्ट किन यो यतिकै लागि बिग्रिन्छ हो अन्त यसो बगललाई चढायो भने चाहिँ बिग्रिसकेछ कलर चाहिँ एउटै यो त सेकेन्ड रन आएको रहेछ एउटा बोर्डमा 2 खेप चाहिँ आउँदो रहेछ त 2 खेप त उयो हुँदो रहेछ माई चाहिँ माया लाग्दो के तर बगान त आउनु नि हामी भोलि मात्रै लाने अरे होइन यस दुधै त हाँगा हुँदैछ नि एक खेप काटिदिनु यो त बुझ्दा अर्कै खालको है चेप्टे भयो पो आएछ त यो सायद सेतो हो कि ल यो चाहिँ अझै माया लाग्दो रहेछ आउँदो रहेछ चाहिँ हेर्नु न म टिन्टिन त पो आउँदैछ त आज मैले त फर्स्ट टाइम देखेको यस्तो त ए हो हाम्रो खर्सानी पनि रोपिसकेको छ होइन अन्त खर्सानी उयो माथि ग्रिन हाउस यतापट्टि खेल्नु पर्ने थियो जाडो खेल्नु त्यो पनि सकिसकेको छ मलाई चाहिँ एकदमै शान्ति फिल भइरहेछ दिस इज फर कर्मा मम्मी लो आज खेतलालाई स्पेशल गिफ्ट थ्याङ्क यू सो मच ऊ अर्को चाहिँ यहाँनिर मलाकब्रीमा कर अरे हो मामाको हेल्पर मामा यहाँ प्लिक सफा गर्दैछ ऊ पनि सघाएको रे मामा चला कत्रा इंकंत अबुई मम्मा चला त कत्रा है त दामी उखाल्दैछ नि मेरो छोराले दामी उखाल्दैछ त इङले त अझै म आम्मा निकै उखालेछ इङले पनि आजको लागि चाहिँ यति नै होला है अनि मेरो साथीहरू खेतलाहरू चाहिँ अलिकसीमा आउँछ है अनि खाना पनि पकाएको छैन अब रेडी गर्नुपर्छ है खानासानाहरू अन्त मैले जस्ट नुहाइधुवाइ गरेर निक्लेको होइन सो भेट्दै गरौँला नेक्स्ट ब्लगमा टाटा बाइ टेक केयर